Welcome back to my channel Lifestyle 353. So अहिले चाहिँ म अब फेरि मेलोमा निस्किसकेको छु। मेलोमा भन्दा पनि अब सानो काम छ मेरो। आज हिजोअस्ति तपाईहरुलाई देखाउँदै गरेको ड्र्यागन फ्रुट को त्यसको कटिङ गरेर भुइँमा गाडी राख्छु। सो ड्र्यागन फ्रुट को विषयमा केही जानकारी छ, अलिअलि जानकारी छ है। सो कति अहिले कटिङ को विषयमा अलिअलि एक दुईवटा कुराहरू तपाईहरुलाई भन्ने छु। तपाईहरुलाई म भन्दा ज्यादा जानकारी होला, तर पनि मैले जानेको चाहिँ म शेयर गर्दै छु। सो यहाँ मेलोमा लाग्नु भन्दा अगाडि चाहिँ यहाँनेरै डेली देखाइरहेको छु स्ट्रबेरी है। ओके साथीहरु, यो चाहिँ काम सुरु गर्नुभन्दा अगाडि अलिकति एनर्जीको लागि यसलाई खाँदैछु। यो पाकेर पनि कमिलाले अलिकति दनक दिइहालेछ, अदरवाइज राम्रो छ। वाह, सेन्ट नै मिठो हुन्छ। ल यो चाहिँ कति नानीलाई मात्रै खुवाउनु है, यो चाहिँ मैले खाएँ। ओके हल्का अमिलो मिठो। यो स्ट्रबेरी चाहिँ मैले सिलिगुडीमा खाएको है। त्यहाँ चाहिँ 150 कि 200 रुपैयाँमा किनेर खाएको। सो खल्लो। यहाँको चाहिँ हल्का अमिलो, तर टेस्ट चाहिँ सिलिगुडीमा बेचेको भन्दा मलाई यतैको मिठो राम्रो लाग्यो। सो म मेलोमा आइपुगेँ र अब आज चाहिँ मेरो यो ड्र्यागन फ्रुटको पुरा कटिङ गरेर तपाईलाई देखाउने छु। र म यहाँ यतैतिर गाड्छु, खालि जरा आउनुको लागि मात्र हो। जरा यसको र मेरोमा कटिङ गर्ने यो छ, यसले कटिङ गर्ने छु। र यो चाहिँ अब यसको चाहिँ वृत्तान्त कहानी चाहिँ मैले अनलाइन मगाएको थिएँ। तीनटा मैले 100 रुपैयाँ कि 150 रुपैयाँ गोटा गरेर मगाएको, महँगो परेर मगाएको थिएँ। तर अब गाडेर अब त मेरोमा काफी यो यति जति छ मेरोमा, त अब यसलाई म कटिङ गर्न जाँदैछु, कटिङ गर्दैछु। यहाँ चाहिँ ल यो एक भइगयो, दुई, यसलाई छोडिदिँदा पनि हुन्थ्यो तर त्यहाँबाट छ। दुईटालाई हैन, म एउटालाई मात्रै पठाउँ अहिले, एउटालाई मात्रै पठाइदिउँ त। लु यो सिंगल बन्यो, यसलाई पनि निकाल्दिउँ। सब निकाल्दे सबैलाई, अन्त यसलाई यता बटार्दिउँ एकछिनको लागि है। यो यता अच्छा हो, र यो यता, यो यता। अब चाहिँ छुट्टियो। अब यसमा एउटा तोक चाहिँ लगाइदिन्छु। ठुल्ठुलो खेती लाउनेले त यसमा पुरै यसको के भन्छ पुरै बनाएर लगाएको हुन्छ। हामीले त्यति खासै गर्नु पर्दैन। एउटा अहिले सानो एउटा के भन्छ स्टिक गाडेर भोलि पर्सि अरूबाट यसो गरेर बाहिरबाट थाङ्ग्रा दिएर गर्दा भइहाल्छ। हाम्रो त धेरै त्यस्तो धेरै हैन, अलिकति हो। सो म एउटा थाङ्ग्रा काट्नु जाँदैछु। बान्ने लौरा पनि ल्याउँछु। यसलाई
यो बिचमा ठ्याप्पै रोपिदियो। ओहो, अब यसलाई यहाँ बाँधिदियो। यसलाई यसरी गरेर अलिकति यहाँ यसै गरेर यसलाई बाँधिदिने हो। बाँध्ने पनि मेरो अहिले हाँगा काट्दा काट्दै चरचरेको लहरा काटेर ल्याएको हो। ए अब यो यतिकै यहाँ सेट भइहाल्छ, सुर्ता गर्नु पर्दैन। म तपाईँलाई यसको अपडेट दिँदै गर्नेछु, तपाईँले हेर्न सक्नुहुन्छ। अब मल चाहिँ म लगाइदिन्छु। मल चाहिँ थप्ने बेला भएकै हो। यो लु साथी हो, मैले यसलाई हल्का गरेर बाँधेँ। अब यो टुक्राहरूलाई म काट्दैछु। चट ल, यो यहीँ गाड्यो भने यसको यहीँ जरा आइहाल्छ। ए खासमा चाहिँ यसलाई यसो गरेर अलिकति यसो गरेर रोपिदियो भने छिटो आउँछ। यो भइहाल्छ, यतिकै आइहाल्छ जरा। लो साथी हो, यसको अलिकति यसलाई पनि काटिदिनु पर्यो। बाङ्गो छ, कसो गरौँ? यो बाङ्गोलाई म काट्दैछु। अब भोलि पर्सि यो बढ्दै गयो भने तपाईँको अरू जग्गाबाट यसरी अरू जग्गाबाट यताउताबाट सपोर्ट गरेर यो माथि मजाले यसरी फैलाउँदा भइहाल्छ। यो केही ठुलो कुरा छैन, जसरी गर्दा पनि भइहाल्छ। यसको मेन भनेको त्यही अब मलजल पुर्याउनुपर्छ। र म यसलाई यतैबाट सुरु गर्नेछु। मकैले पनि बिगार्नु भने छेउ धेरै अल्छे काम भन्नुहुन्छ होला। यो कामै यस्तै हो, यसलाई बेसी उयो गर्नै पर्दैन। जरा निकाल्नसम्मको लागि मात्रै हो। जरा निकालेपछि भएपछि फेरि मजाले सारेर बनाएर देखाउँछु तपाईँलाई। म यस्तै पाराले लगाइराख्ने छु। यहाँ हेर्नुहोस् है, भोलि पर्सि म जरा आयो आएन पनि म तपाईँलाई देखाउँछु। जरा कन्फर्म आउँछ, यो केही सुर्ता गर्नु पर्दैन। र मेरो भिडियोलाई हेर्दै गर्नुहोस्। मेरो च्यानल सब्सक्राइब गर्नुभएको छैन भने प्लिज यतिखेरै मेरो च्यानललाई सब्सक्राइब गरिदिनुहोस्। र भिडियो अन्तसम्म हेरेर भिडियो लाइक, कमेन्ट, सेयर गरिदिनुहोस् र मलाई सपोर्ट गरिदिनुहोस्। यो नयाँ च्यानल हो। हेर्नुहोस् है, मैले यसरी रोप्दैछु साथी हो। यो यहाँ ट्वाक्कै काट्यो, अलिकति यता तास्दा हुने, तर त्यही पनि नतास्दा पनि हुन्छ। यतिकै गाड्दा आइहाल्छ यो। हेर्नुहोस्, भोलि पर्सि म यसको जरा आएपछि तपाईँलाई म देखाउने नै वाला छु। मेरो भिडियोमा बनिराख्नुहोस्। कसरी गर्ने के गर्ने धेरै टेन्सन लिनै पर्दैन। तपाईँले सिजन चाहिँ याद गर्नुपर्छ। अब अहिले यो कटिङको सिजन, अहिले मजाले उम्रिहाल्छ, जरा हिर्काइहाल्छ। मैले स्ट्रबेरी चाहिँ राबुङबाट लिएर रोपेको हो। सानो 1-2 बोट ल्याएको थिएँ र अहिले त निकै भइसकेको छ। थुप्रै भयो मेरो। र मलको लागि चाहिँ म फेरि एउटा सामान ल्याउनु बिर्सेछु, कराई लिएर आउँछु र यहाँ अलिकति मल लगाएर मिलाइराख्छु।
तर ल्यान्डरमा त यसै गरेर लगाइसक्छु होला लु लु ल साथी मल चाहिँ भक्कु ओइराइदिएँ अब हो अच्छा घोचेर यहीँ याद गरेन भने त घोचिहाल्छ यसले तर त्यति खासै डरलाग्दै घोच्ने चाहिँ होइन तर्साउनु चाहिँ तर्साउने हो ल है साथी हो यहाँको चाहिँ अलिक पुरिएको छ थोरै निकालेको छु हुन्छ लु रफ टफ गरिदिएको छु मैले केही साइन्टिफिक आइडिया केही लगाएको छुइनँ यो अर्ग्यानिक पाराले चाहिँ रफ टफ पाराले रोपिदिएको छु अब हेरौँ है साथी हो अब आजको डेटलाई याद गरेर अबको टक्कै 1 मन्थमा चाहिँ यो कम्प्लिट जरा आइसकेको हुन्छ अब किनभने अहिले सिजन हो हरेक कुरोको जरा आउने सो लु साथी हो यो मैले रेडी गरेँ यो मेरो यो चाहिँ खाँबा चाहिँ अलिक कच्चा छ खेर केही छैन लिनुहोस् साथीहरू यहाँ यसरी रोपेको छु यो केही दबाई लगाएको छैन यहाँ हेर्नुहोस् यहाँ 8वटा छ यहाँनिर यो मसिनो यता 5 8 11वटा यहाँ छ त्यहाँबाट यहाँ हेर्न सक्नुहुन्छ 3 3 6 4 7 3 10 13वटा यहाँ रहेछ अब यो चाहिँ मेन यसको यस्तो पाराले बाँधेको छु साथी हो र आजको मेरो यो ड्र्यागन फ्रुट रोप्ने कार्यलाई यतिमै अन्त गर्छु र अब भोलि के कार्य हुनेछ के यो कोठेबारीको कामहरू है ब्याकयार्डको कामहरू के हुनेछ त्यो तपाईँहरूलाई देखाउँदै गर्नेछु र मेरो पिट्रोस सामसिङबो फेसबुकलाई पनि तपाईँले फलो गर्न सक्नुहुन्छ र आजको लागि बिदा लिन्छु भोलि फेरि अर्को भिडियोमा भेट्नेछौँ तबसम्मलाई बाई बाई सेवारू नमस्ते।